हेलो एभ्रिवान। आज चाहिँ मेरो एकदमै टाउको दुखेको थियो होइन, अनि फोन चाहिँ लिएर आएको थियो, मैले लगाएको थिएँ मतलब कलेजमा। अनि मैले भ्लग चाहिँ बनाइनँ, यस्तै टाउको दुखिरहेको होइन, यस्तो नेक्स्ट लेभलको टाउको दुखेको छ नि, झन् सबको होमवर्क छ कि आज सबको यहाँ दिमाग खराब भइसक्यो। भुलचेक हुने गरी गरेर आउनुहोस्, भुलचेक हुन्छ। अनि मैले एउटा खाइ पनि सकेँ है, कोल्ड कफी किनेर खाएँ मैले, खाएर मैले कचक कचक पारिसकेँ डस्टबिन नभेटेर। अनि जाँदैछु, खाना खान्छु, अनि एकछिन रेस्ट गरेर होमवर्क भ्याउँछु, अनि अरू केही काम गर्नु पर्ला। बनाऊँ कि नबनाऊँ, मेरो चाहिँ यस्तो सोच थियो कि थर्ड डेसम्मको चाहिँ भ्लग हाल्छु, थर्ड डेसम्म चाहिँ कलेजमा के भयो कस्तो भयो भनेर हाल्छु भन्ने थियो। तर मलाई बिहान बनाउनै सकिनँ कि यस्तो लो फिल भइरहेको थियो। अहिले झन् टाउको रन्केर मैले बोतल नै किने खाएन कि, अनि पानी नै खाइराखेन कि मैले। अनि बिहान यहीँ 1 गिलास जति खाएर गयो, अनि त्यसपछि पानी पनि खाइँदैन, त्यही भएर नि डिहाइड्रेसन भएको होला है आमा। अनि 11 बजीको घाममा भगवान् म त पागल हुन्छ। आउँदैछु जस्तो त्यसो, छाता लिन्छु भनेको पुलचोकदेखि गाडीमा आउँछु माइक्रोमा, अनि यहाँ शान्तिनगरसम्म ल्याउँछ, अनि यहाँदेखि फेरि थोरै हिँड्नुपर्छ क्या, थोरै हिँड्छु। अनि त्यसपछि कहाँ किन्नु मैले, भोलि चाहिँ लगन हिलतिरबाट एउटा ल्याउनु पर्ला छाता, कि त यतैतिर एउटा किन्नु पर्ला। लास्टै गर्मी, सहनै नसकिने गर्मी छ। त्यही हो साथीहरू, बाटो फेरि यति छ नि, के भन्नु म, के बयान गरौँ मैले, कसरी जानु अब। त्यस्तो हिलो पार गरेर आइसकेँ म साथीहरू होइन। अब म जाँदैछु, घर पुग्न लागि। मेरो एकदमै टाउको दुखिरहेछ, के भनौँ। आजको चाहिँ राम्रो भयो एकदम क्लासहरू, अनि बानी फेरि बिग्रिहाल्यो। लाइक 2 दिन त अलि बानी बसेको थियो नि त, लाइक 2 दिन रेगुलर जानु परेपछि त बानी बसेको थियो नि त। अनि 2 दिन बिदा भयो, 2 दिनको सक्यो। अनि आज पनि निन्द्रा चाहिँ लागिरहेको थियो, तर फेरि इन्ट्रेस्टिङ लागिरहेको थियो, फेरि निन्द्रा लागिरहेको, त्यस्तो भइरहेको थियो होइन। जे होस् भइरहेको अहिलेसम्म चाहिँ, हेरौँ के हुन्छ। अनि एकजना साथीलाई भेटेको थिएँ गाडीमा, लाइक कन्डक्टर हो क्या, अनि भेटेको थिएँ। अनि त्यसपछि भाडै लिएन। म के भन्नु, म यस्तो सिचुएसनमा ब्ल्याङ्क हुन्छु कि, लिऊ भनेको पर्दैन भने भाडै लिएन, के भन्नु भएँ म। अनि म आएँ, के गर्नु त अब, लिएपछि। त्यही हो साथीहरू, म चाहिँ घर पुगिसकेँ। अब चाहिँ कन्टिन्यू गऱ्यो भने फेरि भेटौँला, कन्टिन्यू गरेन भने नभेटौँला है त। हिलो पार गरेर आइसक्यो। हेलो एभ्रिवान, अहिले चाहिँ म भाइ लिन जाँदैछु, अनि म चक्लेट खाइरहेको छु, गाइज। बहिनी पिरियड भएको थियो, अनि बहिनीले ल्याएर राखेको रहेछ, अनि मैले एउटा ल्याइदिएको थिएँ उसको लागि, अनि त्यो चाहिँ राख्दै उसले राखेको चाहिँ मैले खाइदिएँ। वाउ, वाट अ नाइस दिदी, आई एम। अनि म चाहिँ बाइक लिन जाँदैछु, के भन्नु अरू। मैले भन्यो भने तपाईँहरूलाई अचम्म लाग्न सक्छ होइन, तर लाइक म जुन दिन छाता लिएर आउँछु नि, त्यो दिन यति मिठो हावा चल्छ होइन, लाइक घाम पनि हुन्छ, घाम नहुने होइन, घाम पनि भइरहेको हुन्छ, यति मिठो हावा चल्छ नि। छातै बन्द गरौँ जस्तो लाग्छ कि, छाता बन्द गऱ्यो गर्मी हुन्छ, छाता अन गऱ्यो हावा लागे जस्तो हुन्छ। यस्तो दिमाग खराब आउच हुन्छ नि, मसँग चाहिँ हुन्छ यस्तो, तपाईँहरूसँग पनि हुन्छ। साथीहरू, म चाहिँ अल्झेर मैले खुट्टा काटिसकेँ, दुख्यो। रुक्नै, म तपाईँलाई अलि राम्रो ठाउँमा गएर ल्याउँछु, एकदम बाटो यहाँ खतरनाक छ, खतरनाक। त्यही हो साथीहरू, के भन्नु र मैले अरू त। यस्तो हुन्छ क्या, ल म घरबाट निस्केको 2-3 मिनट भएको छैन होइन, म जस्ट छ्याक्की हो, म जस्ट निस्क्या हो, जस्ट है,
ल चप्पलभरि लाग्यो पसल पनि छैन कि यताउता उता माथि रोडमै पुग्नुपर्छ के गर्नु गाह्रो छ के भन्छ भनेको टाल्नै सक्दैवाला के डाइलग थियो नि त्यस्तो लागिरहेको मलाई नर्मली म हिँडिरहेको छु म जस्ट अल्झा जस्तो फिल भएको थियो यस्तो खुट्टा तानेको कट्यो 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 आथु साथीहरू त्यही हो यहाँ पाहाडले हानिदिन सक्छ अहिले मैले बसिरहेको छु यहाँ म भाइले भेट्छु त्यही हो साथीहरू अनि तपाईँहरूलाई कस्तो लागिरहेछ मेरो ब्लग भन्नुहोला छाता बिना त गोरी आउँछ नि घामले ढल्केर छाता हालेपछि काली आउँछ क्या के गर्नु साथीहरू मेरो खुट्टा काट्यो के गरौँ अब त्यतिकै जानु पर्यो हेलो नमस्ते सबैलाई आशा छ सबैजना सन्चै हुनुहुन्छ आज पनि फेरि हामी होइन म उपस्थित भइसकेकी छु साथीहरू मैले चाहिँ टेप लिएँ यता हेर्न सक्नुहुन्छ यो हातले छाता समाइरहेको छु नि त कस्तो दुखिरहेको अनि मैले टेप लिएँ साथीहरू लगाउँछु अनि कसरी लगाएँ देखाउँछु कस्तो दुखिरहेको यो दुःख खत्तम नै होता रे टेप लगाइसकेँ साथीहरू यस्तो दुखिरहेको हिँड्न सक्नुहुन्छ हाम्रो नै छ यहाँ मेरो छाता छ यो हाम्रो वडा कार्यालय हो तपाईँ ललितपुर वडा नम्बर 23 को वडा कार्यालय यो हामीले पहिला खेती गरेको थियौँ अहिले गरेको छैनौँ किनकि हाम्रो मर्जी अनि यो जुन देखिरहनु भएको छ नि यो चाहिँ यो मलाई कलर थाहा भएन कि त्यही भएर यस्तो गर्दैछु यो चाहिँ म पढेको स्कुल हो हाम्रो आदरणीय स्कुलजी हुनुहुन्छ यहाँ चाहिँ होइन म चाहिँ भाइदिन जाँदैछु एकदमै यसरी नै कलेज पक्का देख्छु तपाईँहरूले हजुर हेलो बहिनी हेलो म के भन्नुभयो कि साथीहरू यो चाहिँ कारको तपाईँले देख्न त्यस्तो काँच यो चाहिँ हाम्रो आदरणीय अहिले भर्खर प्रिन्सिपल बन्नुभएको सरको चाहिँ बाइक हो हेर्न सक्नुहुन्छ आदरणीय दर्शकबिनहरू तपाईँ हामी आउँदैछौँ होइन गाइज हामी आइसक्यौँ हामीले तलतिर माइगड कस्तो राम्रो देख्यो होला कहाँ जानु लाग्यो तिमी पहिला भन न कहाँ जानु लाग्यो अरे के गर्नु अरे गर्नुपर्छ बेलानको बेला एक्सर्साइज के हुन्छ एक्सर्साइज गर्यो भने के हुन्छ एक्सर्साइज बोरी भन्छ चल छिटो छिटो चल यहाँ हेर्नु गयो छिटो बाँदर हो फ्याँकिदिन्छु जस्तै बल्ल बल्ल पाएको मोबाइल पानीमा फ्याँकिदिन्छु रे गुइठे ल ल ल सर 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 अरू के भन्ने ममला भन्दिनँ है ती ममला भन्नुहुन्छ चटपट खाएको डन गर्नु गाइज होइन म चाहिँ सोमलाई अहिले पछि नुहाइदिन लाग्छु तपाईँहरू सोमलाई नभन्नु होला होइन ढकालिदिनु राख मलाई झगडा नगर है बाबु हेर बाँदर हेर्नु साथीहरू यो यस्तो बन्दर छ नि यस्तो गोरिला जस्तो यो बच्चा यो मेरो भाइ होइन है साथीहरू यो भेटाएर ल्याएको थियौँ कि हामीले अस्ति नै अनि हामीले अस्ति नै चाहिँ भेटाएको थियौँ हामीले बाटोमा अनि मैले चाहिँ उठाएर ल्याएको अनि त्यसपछि चाहिँ होइन गाइज अब मलाई चाहिँ सोमले लखाट्न छ अब चाहिँ म भाग्छु गाइज छिरा लखाट्न त ल हिम्मत छ हेर ल ल ल ल छिटो हे रामला मेरामला सोमले लखाटेको राजेसँग हामी चाहिँ मस्ती गर्दै आइपुग्यौँ होइन अब चाहिँ के होइन अब त्यो अगाडि भागिरहेको क्या मेरो भाइ अनि त्यहाँनिर एउटा
यतापट्टि उता तलपट्टि जाने बाटो छ क्या चाउचाउ है गाइज यस्तो माला लगाइरहेको छु क्या उता जाने बाटो छ अब त्यता जान्छ म तर्सेँ भने खुसी हुन्छ म तर्सेँ भने चाहिँ दुःखी हुन्छ क्या म चाहिँ जहिले पनि तर्सिदिन्छु क्या थाहा मैले त त्यहाँ छ भनेर त्यसले देखिरहेको मेरो अगाडि आएर गएकोमा 1000चोटि तर्सदा पनि म तर्सिदिन्छु क्या माई भाइ खुसी इज माई खुसी द्याट्स वाइ कस्तो तर्साइदियो आज पनि मेरो त मुटु नै ढुकढुक भयो सोम त मलाई जहिले तर्साउँछ यता हेर रोक तिमीलाई जहिले किन तर्साउँछ ल भन भाइ किसका है मेरा है त मेरे जैसा ही होगा ना एटिट्युड ल आजको लागि चाहिँ त्यति नै हो गाइस अब चाहिँ म घरमै हो अनि त्यसपछि एकैचोटि भोलि कलेज जाने हो आज 3rd डेसम्मको चाहिँ मलाई भ्लग हाल्नु थियो कलेजमा के भयो भनेर अनि आज चाहिँ मिल्यो भने म देखाउँछु भनेको तर खोइ प्रायःले हिँडेर नि हिँडिरहेको थियो अनि फेरि ब्यागतिर पनि थियो खोइ के थियो अनि अब नल्याऊ भनेपछि रुल्स एन्ड रेगुलेसन तोड्ने कुरा पनि भएन नि त होइन त्यही भएर चाहिँ मैले कलेज देखाउन पाइनँ अब कुनै प्रोग्राम भएको बेलामा चाहिँ म पुरै भिजिट के भन्छ त्यसलाई भिजिट गराएर देखाउँछु होइन अनि त्यसपछि चाहिँ त्यही हो साथीहरू आजलाई चाहिँ यति नै लाइक सब्सक्राइब गरिदिनु होला धेरै माया तपाईँहरूलाई पनि मलाई पनि त्यस्तै माया गरिदिनु होला भन्न चाहन्छु हस्त धन्यवाद फेरि भेटौँला स्वस्थ रहनु मस्त रहनु